स्वागत छ मेरो फेरि अर्को मिनी भ्लगमा। आज के भने नि अब यो रुमको याद त धेरै आउँछ होइन, यस्तो रुम कहाँ पाइएला होइन। अब म धेरै होइन 1.5 महिना मात्रै छ कि यो ठाउँमा बस्न, यो रुममा बस्न। किनभने अब फेरि पैसा त्यस्तो त सबै तिमीहरूलाई भन्नै राख्नु पर्दैन। आफ्नो मनको पीडा भने मनमै रहनुपर्छ, ठिक छ, छोडिदिएर। खास के किन बनाएको भने आज म मतलब यो रुम डेकोरेट छ नि, यो सबै मैले गरेको कि। पहिला नर्मल थियो, त्यो कबोर्ड यहीँ थियो, बेड मेरो यो बेड यहाँनिर थियो, अनि टेबल पर थियो। टेबल मैले भर्खर यताबाट यता सराएँ, सबै न कि बेडलाई पहिला जस्तो थियो त्यस्तै गराइदिनु छु। अब यहाँ फेरि जस्तो थियो त्यस्तै हेर्छ नि त घरभित्रहरू कति, त्यस्तै गरेर म सबै गर्न लाग्छु। मैले के अझ मेरो झोलामै कति छ, आधा उतापट्टि राखेको छु। 2 वर्षमा हेर मैले एउटा कागज पान्न नि फालेको छैन कि, पेपर नि यत्रो। यो त आधा हो कि, आधा उते उसमा घरमा छ, झोलामा पनि छ कि आधा। 2 वर्षमा यत्रो पेपर क्या, यहाँमा कति छन् पेपर थाहै छैन कि। गएकोदेखि के हो यत्रो पेपर, यिनीहरूको त 10-12वटा किताबै बन्छ होला बनाएपछि त। 10-12 अरे कति बन्छ, 20-22 बन्छ होला यार। के गराएको यत्रो दिया रहेछ कि, मलाई थाहै नै। मेरो फेरि पेपरहरू यस्तो डकुमेन्टहरू चाहिन सक्छ भनेर म पनि फाल्ने बानी छैन क्या, त्यो सबै राख्छु होइन। डकुमेन्टहरू फेरि यहाँ छन्, टन्नै छन्, के छन्। ओ सेट एपुरेट के यो फाल्ने छैन पनि होइन। नेपालबाट पठाएको ह्याप्पी डेन्टहरू अहिलेसम्म राखेको छ। यहाँ फेरि त जहाँ पाए त्यही खाइरहनु मिल्दैन, खाएर पनि खान त खाए पनि थुक्न मिल्दैन नि त, फेरि समस्या त्यो छ क्या। अनि यो ट्याङ्गो भन्छ नि, ट्याङ्गो जस्तै, ट्याङ्गो नै भनौँ, म्याङ्गो वाला हो क्या। हजमुला सेन्टर फ्रुट के छन् हेर त घरभित्र। जिलेट यो त नेपालबाटै ल्यायो, 2 वर्ष भयो। कहाँ हुन्छन् कुन्टामा भेटेन नि, खोजे बेला यहीँ फेरि। तीनटा एपिडेन्ट, 3 होइन 5वटा छन् एपिडेन्ट। हेर त 1 2 3 4 5वटा एपिडेन्ट। मैले यो साथीसँग मगाएको थिएँ क्या, आउँदाखेरि यहीँ रहन्छु कि अर्कोमा राखौँ सोचिरहेको छु। अर्कोमा राख्छु, त्यहाँ यो घरमा फेरि यस्तो राखेपछि यो घर खोल्न मिल्दैन कि, ठाउँ सानो छ होइन। भिड यो साइडको घर र यहाँनिर ठोकिन्छ कि, यो दराजमा यहाँनिर ठोकिन्छ, त्यो गर्नै मिल्दैन कि। म भ्लग मात्रै बनाइरहेको छु, मिनी भ्लग डेली बनाउँदैन, लाइक यहाँ आउन भनेर मलाई एडिट गर्न नि झ्याउ लाग्छ आजभोलि, त्यही भएर एडिट नि गरेको छैन। अगाडिको भ्लग पनि छ मेरो खानावाला भ्लग, त्यो नि एडिट गरेर पहिला त्यो भ्लग पोस्ट गर्छु होला, त्यसपछि यो गर्छु होला। म चुरुट खानेको घरमा लाइटर कहाँदेखि आयो यार? चुरुट खाने मान्छेको लाइटर हुनु केटाहरूको हुन्छ। अब म यहाँ ल्याएर भिडियोको लागि यहाँ राखेको हुन्छु, कहिले के गर्दा सायद के होला, कभर के चाहिँ होला। अब यो फाल्दा पनि हुन्छ। ल 5वटा मात्रै भनेको, 2टा अरू भेट्यो। यो मलाई एउटा सेवादल महापुरुषले समागमदेखि पोर्टसल पठाएको। यस्तो चुकिलो छ कि ओभर होइन कि, खानै सकिनँ क्या। घरमै बनाएको रे, खानै सकिनँ, त्यति साह्रो छ क्या। ओ चक्लेट पाएँ, के छन्? म खानेकुरा फेरि घरमा हालिराख्छु नि त। पिडो पनि छ त यार चक्लेट।
तिर गर्छु आज मुख्यमा कुरा के पो भने चाहिँ मेरो हराएका सामानहरू भेट्यो कि बेड तल यो वाला माला मैले कहाँ खोजेन होइन बेड तल चिपेर कहाँबाट छिरेछ क्या खै कसरी छिरेछ कुनाबाट छिरेर तान्दाखेरि जबरजस्ती तान्दाखेरि चुट्यो के मजा आयो त त्यो नै चुट्यो तर सेम यही माला मैसँग अर्को पनि छ त्यसको उ छैन त्यो यताउता सारेर लाउनु पर्ला अनि यो रिमोट पनि भेट्यो अनि त्यो सँगै मेरो एउटा मेमोरी थियो कि फ्यामिली फोटोहरू सब भरिएको फोटो थियो कि मेमोरी थियो कहाँ गयो भने त्यो पनि खोजिरहेको थियो कुनै दिन मैले त्यो पनि यहीँ तल छिरेर थियो कसरी छिर्यो हुनु म अत्यन्तै परिरहेको छु छिर्ने ठाउँ त छैन यहीँ तल रहेछन् कि भेट्यो त्यो एक्लैले त गाह्रो छ यार खाना खाएको छैन बिहानदेखि एक्लै यो गरेर सकाएर अनि बल्ल खाना बनाएर खानुपर्ने फाइनली नसकी यता सराएपछि गट्टाहरू सफा गरेर खिचेर यति भयो पेपर ठ्याक्कै मेरो यो खुट्टाको यति पुगिरहेको छ हेर यत्रो किताब अझ तल राखेको छु किताब सँगै खामी त्यति छन् यत्रो दिया छन् यार अरू त अझ फेरि यहाँबाट मेलमा त कति आउँछन् कति त्यो त हामी फालिदिन्छौँ फेरि त्यो भयो होइन त्यो राखेँ खाट राखेर मिलाउनु त अझ छ अलग्गै कति बज्यो यार खाना नि खाएको छैन बिहानदेखि फेरि यो कबुट यता सराएर टेबल यहाँनिर राखेर सबै गर्नुपर्ने छ गाइज फाइनल्ली सबै गराइसकेँ होइन यो बेडहरू ओछ्यान राम्रोसँग मिलाएको छैन त्यही पनि सब रेडी भइसक्यो डस्टबिन यहाँनिर राख्ने पहिला यस्तै थियो कि बेड पनि यस्तै राखेको थियो कबोर्ड यहीँ थियो यो सबै खुट्टाहरू सबै तानेर राख्नुपर्ने जाने बेला सब भइसक्यो हेर त पढान दास जस्तो कति पो पढ्ने मैले चप्काएको मात्र कि यसो टाँसेको पढ्ने त कहिल्यै होइन कहिले पढेन टेबल यहाँ थियो टेबलमाथि मैले आफै राखेको कपडा मात्रै बाँकी छ मिलाउनु पर्ने भोक लागिसक्यो मलाई कपडा मिलाउनु यत्रो फाल्नुपर्ने छ हेर न यत्रो सबै फाल्नुपर्ने हो यो सोमबारको दिन फाल्ने दिन सोमबार फाल्नु पर्ला यो कबोर्ड मैले नै ल्याए हो ल्याउनु त अब यो गिफ्ट हुन्छ होला ल आजलाई यहीँ समाप्त मेरो मिनी भलक अब खाना बनाएर खानुपर्छ लास्टै भोक लाग्यो मलाई त अति भयो कि बाई बाई